हेलो एन्ड नमस्ते एभ्रिवान, गुड मर्निङ, वेलकम टु माई न्यू मिनी ब्लग। आज चाहिँ म बिहान 6:30 बजे उठेपछि फ्रेस हुन बाथरुममा गएँ। फ्रेस भइसकेपछि अब पानी सानी पिउनु पर्यो। पानी सानी पिएँ। त्यसपछि हिजोको भाँडाकुँडा थिए, भाँडाकुँडा माझेर भ्याइसकेपछि अब चाहिँ कपडा सपडा धुन थियो। कपडा सपडा धुन जान्छु भनेर यसो कपडा सपडा धुन गएँ। नुहाइधुवाइ गरेँ। नुहाइधुवाइ गरी भइसकेपछि रुममा आइसकेपछि अब केटी मान्छे भइसकेपछि अलिअलि मेकअप त गर्न नै पर्यो। मेकअप गर्छु भनेर मोबाइल राखेको हेर्नु गाइस, आज चाहिँ मोबाइल मेरो खस्यो धन्नै नफुटेर। त्यसपछि मैले बल्ल गरेर मोबाइल सोबाइल अड्डाएर मेकअप सेकअप गरेँ। अलिअलि मोइस्चराइजर घसेँ। हाम्रो घर फेरि सिसा नभएर हेर्नु गाइस, सिसा फुटेर सानो सिसा छ, त्यसैमा पनि आधा फेस हेरी यताउता गरी अलिअलि मोइस्चराइजर घसेँ फेसमा। हल्का फेस चिल्लो बनाएँ। त्यसपछि सनस्क्रिन लगाएँ। अब घाममा डुल्ने यताउता हिँड्ने मान्छे भइसकेपछि सनस्क्रिन चाहिँ कम्पलसरी लगाउन नै पर्यो गाइस। त्यसपछि मैले सनस्क्रिन लगाइसकेपछि मैले चाहिँ लिप बाम लगाउन थालेँ। यहाँ चाहिँ भाइले मलाई साइडमा बसेर खुब जिस्काइरहेको थियो गाइस, अनि त्यही पनि मैले भाइलाई फुल्ली इग्नोर गर्दै आफ्नो मेकअप चाहिँ कम्प्लिट गर्नतिर लागेँ। चाहिँ आफ्नो फेभरेट प्रोडक्ट लगाउन जाँदैछु है गाइस। सबैजनाको लेडिजमा सबैजनाको फेभरेटै हुन्छ जस्तो लाग्छ मलाई। टिकी, ब्ल्याक कलरको टिकी, त्यो लगाएपछि मैले चाहिँ हिजो लिएर आएको बजारबाट लिएर आएको चाहिँ कपडा लगाएको थिएँ। कस्तो देखिछु हेर्नु है गाइस। भाइले चाहिँ मलाई उताबाट जिस्काइराख्यो राम्री भन्दै। अब चाहिँ म सब्जी खाना बनाएँ। दाल चाहिँ छोप्नै छ, दाल साल बनाएँ। आज चाहिँ म्याङ्गो सेक खान पर्यो, लास्टै गर्मी भयो भनेर म्याङ्गो सेक बनाएँ। अलिकति चाहिँ मैले फ्रिजरमा जमाउन पनि राखिदिएँ, दिउँसोतिर आइसक्रिम खान हुन्छ भनेर। त्यसपछि चाहिँ हामीले खायौँ, फ्रिजरमा राखेँ। त्यसपछि यता खाना रेडी हुँदै थियो, खानासाना रेडी भयो। त्यसपछि हामीले खाना रेडी गर्ने बित्तिकै ठ्याक्क मामुको फोन आयो। त्यसपछि हामी तिनजनै बसेर मामुसँग धेरै गफगाफ यताउता गऱ्यौँ। अब मामुसित नबोलिकन त हाम्रो जाने कुरै भएन। त्यसपछि हामीले चाहिँ हिजो यस्तो गऱ्यौँ, मामु यो किनौँ त्यो किनौँ यताउता भनेर मामुलाई सब हाम्रो दिनचर्या सुनायौँ। हिजो चाहिँ मामु धेरै बिजी हुनुहुन्थ्यो, मामुसँग कुरा हुन पाएन। त्यही भएर आज चाहिँ हामीले सब कुराहरू मामुसँग यताउता के भनेर चाहिँ कुराहरू पोख्यौँ। त्यसपछि हाम्रो खाना रेडी भइसकेको थियो, खाना सेलायो। त्यसपछि हामीले खानासाना खायौँ। खानासाना खाइसकेपछि भाँडा त मस्काउनै पर्यो। त्यसपछि म बाहिर बसेर भाँडासाँडा मस्काइवरी यताउता गरेर काम सकाएर भित्र आएको त ठ्याक्क माथिबाट आन्टी झरेर मलाई क्लिजिङ गरिदेऊ न भन्दै आउनुभएको थियो। फेरि त आन्टीको फेस क्लिजिङ गरेर भाइसँग यसो क्वालिटी टाइम स्पेन्ड गरौँ न भनेर भाइसँग यसो रमाइला कुरासुरा गरेँ। त्यसपछि चाहिँ अब धेरै रमाइलो कुराहरू भयो भनेर चाहिँ हामी 3 महिना पढ्न बसेको। दिउँसो यस्तो गर्मी थियो गाइज हेर्नु आज। त्यसपछि हामीले बिहान बनाएको म्याङ्गो सेक चाहिँ पिएम। त्यही बेला भाइ बहिनी नास्ता बनाएँ, माइक्रोवेभ पास्ता खाइवरी म अफिस गएँ। अफिस गएर फर्किँदा यस्तो गर्मी भएर यति टायर्डनेस फिल भइरहेको थियो। त्यसपछि चाहिँ म आएर यसो आराम गरेँ, रेस्ट गरेँ, पानी सानी पिएँ। त्यसपछि यस्तो अनि बाहिर यति गर्मी बाहिर यसो हावा खान जाऊँ भनेर चाहिँ बाहिर निस्क्यौँ। बाहिर चाहिँ हामी डुलडाल गऱ्यौँ। त्यसपछि खानासाना बनायो, खानासाना खायौँ। खानासाना खाइवरी एकछिन पढाइ गर्नु पर्यो भनेर पढ्न बस्यौँ। यसो यताउता न्युमेरिकलहरू यताउता प्र्याक्टिस गरेँ। त्यसपछि भोलिको लागि प्लानिङ गरेँ। भोलि चाहिँ कलेज थियो, भोलिको लागि प्लानिङ गरेँ। त्यसपछि हामी चाहिँ सुत्यौँ।